यो भिडियो हेरेर बस्नुहुने आमा बुवा दाजुभाइ दिदीबहिनी सम्पूर्णमा मेरो हार्दिक नमस्कार। तपाईहरुको अमूल्य समय मैले थोरै खर्चिन चाहे। यो भिडियो सुरु गर्नुभन्दा अगाडि म पाटन नगरपालिका का उपमेयरज्यू कमल बोहराज्यूको फेसबुक स्ट्याटसबाट सुरु गर्न चाहन्छु। उहाँ लेख्नुहुन्छ, श्रीमती छोरी आमा आफन्त समेतको मत मूल्य गरेर पैसा लिनेहरूले नै पछि नेताहरूलाई गाली गर्नेछन्। उहाँको यो स्ट्याटसप्रति म 100% सहमत छु। किनभने भन्दाखेरि जबदेखि निर्वाचन आयोगले मौन अवधि सुरु गर्यो, त्यो मौन अवधिमा केही पार्टीका कार्यकर्ताहरू र उम्मेदवार स्वयंले चाहिँ पैसाको प्रलोभन देखाएर मत चाहिँ आफ्नो पार्टीमा खसाल्न जोर गरिरहेका छन्। यो हामीले सुनेकै कुरा हो, देखेकै कुरा हो, यो कुनै नौलो कुरा भने होइन। तर तपाईहरुले चाहिँ कसैको डर, त्रास, धम्की, आर्थिक लोभमा मत नबेच्नु होला। किनभने भोलि फागुन 21 भनेको प्रतिनिधि सभाको निर्वाचनको दिन हो। सम्भवतः तपाईले प्रतिनिधि सभाको निर्वाचनको लागि मत हाल्न पाउने भनेको अबको 5 वर्षपछि मात्रै हो। त्यही भएर यो देशको भविष्य, तपाई हाम्रो भविष्य, सन्तानको भविष्य, समाजको भविष्य, सम्पूर्ण देशको भविष्यको लागि भए पनि तपाई आफ्नो स्वेच्छाले मत खसाल्नु होला। कसैको डर धम्कीमा भोट नबेच्नु होला। यिनीहरूले के गरिरहेछन् भन्दाखेरि कुनै एउटा गाउँ ठाउँ समाजमा प्रतिष्ठित व्यक्ति, नाम चलेको व्यक्तिलाई प्रयोग गर्ने, जस्तै शिक्षक पेशा भएका व्यक्तिहरूलाई, धामी पुजारीहरूलाई यिनीहरूले प्रयोग गरेर पैसाको प्रलोभन देखाउने अनि उनीहरूले चाहिँ मतदाताहरूमा गएर पैसा बाँड्दिने कामहरू गरिरहेका छन्। यो काम, यी चीजहरूबाट तपाई टाढै बस्नु होला। मत भनेको कसैले किनिने कुरा होइन, यो तपाईको स्वेच्छाले दिने कुरा हो। त्यसैले आर्थिक लोभमा, कुनै डर त्रास धम्कीमा आफ्नो मत नबेच्नु।